एभ्रिवान अहिले चाहिँ म घरमा छु र म अहिले मेरो दिदीको हातबाट बनेको यो मिठो यसलाई साँधेको भन्छ क्या साँधेको चाउचाउ अथवा सुक्खा च्याउचाउ खाना लगाएको मेरो दिदीले चाहिँ खाना एकदम मिठो बनाउनुहुन्छ है मेरो दिदीलाई लड्डु पनि बनाउन आउँछ है आज मेरो दिदीले बनाएको लड्डु छ है मैले आएर यहाँ आएर 3टा लड्डु खाइसकेँ यहीँ बसेर मेरो दिदीलाई देखाउँछु अब हाम्रो सेफ खै सेफ हाम्रो सेफ अहिले बिजी हुनुहुँदो रहेछ हाम्रो गार्डलाई हेर्नुहोस् हाम्रो घरको गार्डलाई ए मोसु ए अच्छा यता हेरेको है मोसु देखिन्थ्यो अरू मोसुलाई फेमस हुन मन लागेन अरे क्या गाइज अब ए लौ ए कस्तो चाहिँ यहाँ छुच्चो यो लगु भनेपछि बल्ल हेऱ्यो यसले अझै हेरिरहेछ लगु भनिदिरहेको त ए अन्डा फर्केर हेरे क्या यसले ल हाम्रो सेफ आउनु भएको छ हाम्रो सेफ यहाँ हुनुहुन्छ है कति राम्रो सेफ हुनुहुन्छ हेर्नु है खाना नि राम्रो बनाउनुहुन्छ म चाहिँ मेरो त काम खानी हो अब यहाँ आमा हुनुहुन्छ आमा हाँसिरहनु भयो मिठो आमा आमाले नि मिठो भन्नुभयो अब मेरो पालो मैले चाहिँ चाखेको पनि छैन अब म चाख्छु खारले मेरो नाकलाई अब यसको टेस्ट गर्ने पालो दामी 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 मेरो दिदीले त बनाएको नि त सी यू बाई बाई म खान्छु अब